Okay, guys, get ready to go for a school. Bye. Bye bye. School राम्रोसँग. Bye. राम्रोसँग स्कुल जाओस्. ल हजुर पनि राम्रोसँग जानुस्. ल बाई गर्दियो. बाई. ल जाऊ. ल बाई. ल जाऊ. म उता हेरेर बस्छु ल. पर पुगुन्जेलसम्म. बाई. म चाहिँ बाई भन्न बसेको बाहिर पर पुगुन्जेलसम्म बाई गर भन्ने विश छ मेरो हरिकाको. वेट फर द्याट. बाई. Hello guys, welcome back to my video. So आज चाहिँ नेक्स्ट डे र आज चाहिँ म चाहिँ ओ माई गॉड मैले नेल्स हाल्छु भनेर कति अगाडिदेखि सोचिरहेको थिएँ अनि कति बुकिङहरू गर्नुपर्ने मैले गरिनँ. आइएम सो इरिटेट लाग्यो मलाई आफूलाई. बल्ल बल्ल एक ठाउँमा पाएको छु. सो यहाँ छौँ होइन. लेट्स सी गरिदिन्छ कि गरिदिँदैन. होप गरिदियोस्. आइल्यास एक्सटेन्सन गर्न मन थियो. अब I don't think I'll get any appointment today. Anyway, let's go and check they will do or not either. Alright guys, मैले चाहिँ nails बनाएर आएँ. यस्तो देखेछ हैन. चित्त बुझेछ मलाई. यो के निस्क्यो? चित्त बुझेछ मलाई. अब म थ्रेडिङ गर्न लागिरहेको छु. आइल्याक्स एक्सटेन्सन गर्ने चाहिँ मेरो सपना अधुरो भयो. बिकज यहाँ कहीँ अब लाइक हुनै छैन. के भन्छ त्यसलाई, अपोइन्टमेन्ट नै छैन. एनिवे ल आइल्याक्स थ्रेडिङ गरेपछि देखाउँछ कस्तो देख्छ है त. ओके गाइज, सो मेरो थ्रेडिङहरू सबै भयो. अब भने चाहिँ म जाँदैछु. अनि ड्याडीहरूलाई चाहिँ मामाले लिएर सपिङ गर्न जानु भइसक्यो. आई डोन्ट नो कता जानुभयो, मलाई के भने आइडिया छैन. अब म चाहिँ भने कहाँ जान्छु भन्दाखेरि घर जान्छु. के खान्छु, भोक लागिसक्यो. यो अलरेडी 12 बजिसक्यो. मैले मात्र केही खाएको छैन. तपाईँले खानुभयो? ए हि इज वेटिङ फर मी. वाउ. सो बुढाले पनि खानु भएको छैन अरे. अब हामी दुईजना जान्छौँ, खान्छौँ अनि हामी बल्ल निस्किन्छौँ गाइस. अब रेडी चाहिँ यही हो. म केही हुन्छु होला जस्तो लाग्दैन, तर ठिकै छ. ओके गाइस, सो यो चाहिँ हाम्रो खाजा. बुढो यहाँ खाँदै हुनुहुन्छ, म यहाँ खाँदैछु. यति खाजा खाएर हामी कोस्टको जान्छौँ है त. ओके गाइज, ल हामी चाहिँ अब कोस्टकोतिर लाग्यौँ. हाम्रो पनि हल्का फुल्का सपिङहरू पनि गर्नुपर्ने छ. मामाहरू कोस्टकोमै हुनुहुन्छ अरे. सो हामी नि कोस्टको जाँदैछौँ है त यहाँबाट. अब लानलाई त केही अटाउँदैन होला योपालि. धेरै सामान पनि किन्न भएन. हल्का सपिङ, हल्का मात्रै. HLKA हल्का मात्र गरिन्छ ल गाइज. अनि मेरो बुढोको न्यू हेयर स्टाइल कस्तो छ बुढो? खै राम्रो आएन यहाँ क्यामेराबाट गाइज. अहिले ओल्टेर देखाउँछु है त. ल हेर्नुहोस् गाइज, मेरो बुढाको कपालको हेयर स्टाइल अस्ट्रेलियन हेयर स्टाइल हो. कस्तो देखियो है त बुढो? बच्चा देख्यो. बच्चा, अब बुढोलाई बच्चा देख्दैन. गाइज, हामी चाहिँ अब डिएफओ जानु लाग्यो. के छ त भाइ तेरो हाल खबर? एकदम ठिक छ. मम कस्तो लागिरहेको अस्ट्रेलिया? रमाइलो रहेछ छोरी, एकदम रमाइलो, धेरै धेरै हो. अनि देलाई एकदम उत्साहित भएर घुम्दैछौँ हामी. असाध्यै रमाइलो भइरहेछ. बिहान पनि मार्केटिङ गरेको आयौँ, अहिले फेरि जाँदैछौँ. मार्केटिङ होइन, मार्केट गरेर आयो बिहान. ल अब हामी डिएफओमा मार्केटिङ गर्न जान्छौँ गाइज. अब डिएफओमा जाँदैछौँ. डिएफओ भने कहाँ हो हेर्दैछौँ. ल ड्याडी मम्मीहरूलाई अब यस्तै अब काक्राङ कुक्रुङ मात्र घुमाइरहेछौँ हामीले है त गाइज. यो चाहिँ मेरो भाइ हो. के गाइज, हामी चाहिँ ओ माई गॉड कस्तो घाम आएको. हामी डिएफओ आइपुग्यौँ. अब बुढाको जुत्ता सुत्ता किन्नुपर्ने छ. हामी अब त्यो किन्न जाँदैछौँ. You don't see, we'll see. Okay, so how are you feeling right now?
Then how you feeling? That was. I feel bad that we can't do TikTok. Oh, that's all right. Tomorrow I'll promise to make TikTok with you. I'm a toilet. Oh. Where do I put it? Yeah. Happy anniversary to you. Happy. Hooray! 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 Ele am bichar ele am aru control no. Happy anniversary. That one's so big. ल रियाना को बाल अब जाऊ Happy birthday. अरूलाई यसमा गर्ने नि त ल मैले ड्याडी मम्मीलाई एउटा गिफ्ट लिएर अनि मजाले त्यहाँनिर फोटो खिच्दै अब पनि आइज तैँले पनि किन्दै अब न ड्याडी ड्याडी मम्मीलाई भन ड्याडीले मात्रै जान्छ मम्मीले त राम्रो अनि भन्नु मम्मी पनि आउँदैन सो माइजूले चाहिँ मेरो कपाल कर्ल गरिदिँदै हुनुहुन्छ यो कल चाहिँ थाहा छैन बिहानसम्म तर एनिवे वी आर ट्राइङ दिस भोलि बिहान चाहिँ फेरि अर्को आइरनको कर्ल गर्ने हो तर पनि अहिले चाहिँ हामी यो ट्राई गरिरहेको छौँ गाइज ल माइजूले गरेर चाहिँ भोलिसम्म युजलेस हुन्छ तर भोलि बिहान पनि माइजूलाई नै उठाएर भए पनि गर्न लाउने चाहिँ माइजूलाई हो ओके राम्रो भयो अहिले टाइट भयो अघिनको भन्दा यो चाहिँ हाम्रो सेकेन्ड आइटेम हो गाइज फर्स्ट आइटम चाहिँ अलिक भयो थिएन हेलो हामी ट्विन गरेर रहेछौँ है बाइ द वे पिङ्क हो तर यो चाहिँ अलिक महँगो कम्पनीको यो चाहिँ चिप अल राइट गाइज सो मैले भर्खर मेरो कल्स खोलेँ यस्तो देखेछ सरी फर माई भोइस बिहान अलिकति बसिरहेको अनि म सानो स्वरले पनि बोलिरहेको छु म टोइलेटमा छु फ्रेसन अफ भइसकेँ अब आइम स्टार्टिङ माई मेकअप अनि त्यसपछि अहिले चाहिँ यहाँ बिग्रिँदा हामीले यसरी बाँधेर राखेको छु तर यो हेयर स्टाइलमा कस्तो राम्रो देखेको जस्तो फिल भयो क्या आफूले आफूलाई यदि यसमा राम्रो देख्यो भने यस्तै टाइपको कुनै हेयर स्टाइल अहिले बनाउँछु तर अब चाहिँ एकदम ढिला भइसक्यो होइन म चाहिँ फटाफट रेडी हुनेतर्फ लाग्छु है त म रेडी हुन्छु अहिले आई गेस 6 बज्न आँटिसक्यो मेबी सो फटाफट रेडी हुन्छु अनि रेडी भएको भिडियो चाहिँ म मेरो सर्ट्समा हाल्छु त्यो हेर्नु होला है ल लेट्स गेट रेडी ओके गाइज सो दिस इज माई फाइनल लुक मलाई जस्तो देखेको छ यो चाहिँ मेरो लुगा मैले जाडो एकदम धेरै भएर बिहान पुरै ठिराउने जाडो थियो त्यही भएर मैले चाहिँ ज्याकेट लगाएर हिँडेछु आइम नट स्योर अब यो ज्याकेट चाहिँ खोल्नुपर्छ माथि गएर ओ माई गड गाइज ल मम्मीहरू आउनुभयो यहाँ हामी सबैजना छिर्यौँ मम्मी बाहिर यो यस्तो टेन्सन माई गुडनेस कम्सा टेन्सन भएन अनि त्यसपछि फेरि मम्मी त्यहीँ उभिरहनु भएको रहेछ धन्न रञ्जनलाई पठाएर अर्को स्टेसनमा झरेर रञ्जनलाई पठाएर रञ्जनले लिएर आउँदैछ मम्मीलाई गाइज Rajani Parajuli. Parajuli.
Vimala Parajuli Rao. Ayush Asma. हामी चाहिँ ग्रेजुएसन सकाएर अब यहाँ फोटो खिच्न लाग्छौँ गाइस। फोटो सेसन हामी हल्का हल्का घर हेर्दै फोटो खिचिरहेछौँ। हेर्नुहोस् घन्टाघर, भाइले दिनुभएको यो घन्टाघर हेर्न भाइले लगायत सबैको तर्फबाट हो है। अब आज हामी लाइट ट्रेल चढ्दैछौँ फर द फर्स्ट टाइम। ओके बाई। सो फाइनली ग्रेजुएसन पनि सक्यो तर फोटो पनि खिच्न पाइएन किन भन्दा यस्तो भिड थियो। अनि यहाँको क्लासहरू न कस्तो राम्रो। यहाँ चाहिँ पानी छ है गाइस, हामी रक्सी खाँदैनौँ। कस्तो लाग्यो धेरै ग्रेजुएसन भएर? एकदम राम्रो, धेरै धेरै राम्रो भयो। अस्ट्रेलिया आयो, धेरै राम्रो देख्न पायो, खुसी लाग्यो। छोरीको एडमिसनमा आएको धेरै एक्साइटेड छ। अनि मम्मीलाई खै मम्मी ल भन्नु अब। एकदम रमाइलो लागेको छ। छोरी आउँछ एकदम खुसी लागिरहेको छ, रमाइलो लागिरहेको छ। हो तँलाई कस्तो लाग्यो मेरो ग्रेजुएसन? बुढो कस्तो फिल भइरहेको छ? एकदम रमाइलो लाग्यो। हो गाइस, ल मेरो बुके पनि आयो। अब हामी ओपेरा हाउस आइपुग्यौँ। हामी चाहिँ अब ओपेरा हाउस जाँदैछौँ है त। ल यहाँबाट खिच्दै ड्याडीहरूको सबैजनालाई भेरी गुड। ल लेट्स गो। अब हामी फेरि चढ्न जाँदैछौँ गाइस। यस्तो रमाइलो भयो। यो चाहिँ के भयो मेरो थाहा छैन। अहिले भर्खर देखेँ फेरि। बाबा पनि बोकेर होइन र अब चाहिँ हामी फेरि चढ्न जाँदैछौँ है। एक्साइटेड एक्साइटेड। ओके गाइज, हामी चाहिँ बच्चाहरूलाई लिएर एकछिन बबल टी खान जान लाग्दैछौँ। ओके गाइज, सो अब मेरो ग्रेजुएसनको सेरेमनी सुरु भयो। सेरेमनी रे मैले सेलिब्रेसन सुरु भयो। यहाँ चाहिँ यस्तो मान्छेहरू हुनुहुन्छ। वाउ के मजा आयो। यसरी घुमेर मजा आउँदो रहेछ। सबैतिर सबैजना आउनु हुँदो रहेछ। ओके गाइज, हामी चाहिँ अब खाना खाँदैछौँ। That's nice. Can you open this? Okay guys, मेरो बहिनीहरूले चाहिँ wow, this looks nice. Oh my god, भगवानजीलाई ढोक्देऊ ल, भगवानजीलाई ढोक्देऊ। तिमी पनि ढोक्देऊ। अनि म पनि ढोक्दिन्छु। ल guys, look at this. This is gift from my sisters. That is Ganesh. Mama. That's Ganesh God. That's a God. वाउ कति राम्रो पानी हाल्ने रे मुनि त्यसपछि माथि बनाउने रे। त्यो मैले यतिकै भन्दै हो र। ल थ्यांक यू सो मच हक गरेर। अघि अघि धन्यवाद माइजू, धेरै धेरै धन्यवाद। दिने मान्छे यहाँ पनि हुनुहुन्छ। हजुर मलाई एकदम मन पर्यो। यो पानी हाल्ने हो र? यसले त्यही भनेर गयो क्या। म त साँच्चीकै हो रहेछ क्या भन्न हानेको मलाई।